हामीले यो बुझ्न जरुरी छ कि संसारको सबै थोकहरू हाम्रो लागि बनिएको होइन। यसैले तपाईले चाहेको सबै थोकहरू तपाईले पाउनै हुन्छ भन्ने केही निश्चित छैन। अनावश्यक थोकहरूको चाहना नराख्नुहोस्। परमेश्वरले हाम्रो इच्छामा भन्दा ज्यादा आवश्यकतामा ध्यान दिनुहुन्छ। गाडी चलाउन नसक्नेलाई ट्रेनको के आवश्यकता? आवश्यकतालाई कम गर्नुहोस्। तपाईँ कम गनगनले भरिनुहुन्छ। ईसाई जीवन ख्रीष्टमा सन्तुष्टिको जीवन हुन पर्दछ। संसारमा बाँचुन्जेल मानिसमा असीमित चाहनाहरू पैदा भइरहनु स्वाभाविक हो, तर चाहना हाम्रो नियन्त्रणमा हुनु जरुरी छ। हामी चाहनाहरूको नियन्त्रणमा होइन। सबै चाहना गरेको थोकहरू प्राप्त हुन्छ भन्ने भ्रममा जिउनु गलत हुन्छ, किनकि त्यसो नहुन पनि सक्छ। अरू घोडामा चढ्यो भन्दैमा आफू धुरी चढ्ने काम नगरौ। यसैले आवश्यकताभन्दा बढी थोकहरूको चाहना नगरौ।